के छ मेरो केटाहरू हल्ले चल्ले आज बजिसकेको छ टाइम अलिकति कस्टमरहरू आउनुभयो बाटो छोडिदिनु पऱ्यो आज बजिसकेको छ 3:30 होइन 3:30 बजेभन्दा फरक नपर्ला 3:30 बजे हामी भ्लग सुरु गर्दैछौँ आजको लागि ट्याक्क हाम्रो पसलको पारिपट्टि यसरी स्कुल पनि भेटाउन सक्नुहुन्छ तपाईँहरूले स्कुल पनि छुट्टी हुने बेला भयो चाहिँ ट्याक्कै 3:30 बजे टन्न बच्चाहरू लाइफको एउटा टाइममा यसरी निक्ल्यो होइन सबैभन्दा बेस्ट मोमेन्ट दिनभरिको सबैभन्दा बेस्ट मोमेन्टै यही हुन्थ्यो त्यहाँबाट निक्लिने घर हिँड्दै जाने भर्याङमै लुगा खोल्दै उक्लिने यो गेटबाट बाहिर आफै हिरो आफै डन जस्तो लाग्ने होइन अब भित्र भएपछि सरहरूले ब्ल्याङ्क पड्काउने आजकल त बच्चा सच्चालाई यताउति छुनु हुँदैन राम्रो कुरा होइन भन्ने ट्रेन्ड छ जे होस् राम्रै कुरा हो हाम्रो पालोमा त कान यसरी उखालेर जड्याक तनाव छ वाइफाई दिनभरि कराएको छ फेरि के भएर कराएको कन्टेन अनमा होइन कता छ लौ फोन निश्चल बाडे के छ निश्चल बाडेको हालको अब ल म्याडमले अफ गरिदिनु भएको छ युट्युबमा अपलोड हुँदैछ हिजोको जस्तो केस नहोस् भनेर हामी पनि एकदमै आज चाहिँ फुल्ली प्रिपेयर छौँ बिहानै हालिदिएको भिडियो ल आज 24% भइसकेछ बढ्दैछ कि छैन बेला बेलामा चेक गर्नु ल त्यति त गर्छौ नि के छ केही छ गाह्रो छ केटा लास गाह्रो छ भनेको भित्तामा टाउको ठोक्न छ केटाहरू खाली भयो फेरि त्यसो एउटा काम चाहिँ गर्नुपर्छ हामीले बोरा प्याक होइन जुत्ता कन्दिउँ क्या अब जुत्ता कनेर राख्दिउँ अहिले कल हानेर डिस्कस गरौँ नत्र के छ कसो छ भ्लग पनि छ हामीसँग प्रुफको लागि खोलिदिउँ यास आशिष एकैछिनको काम त हो यो बेच्न पनि मिल्यो खोलिसकेपछि लगेडाहरू अब हामी माल खोल्दैछौँ है त माल खोल्दैछौँ ल खाली भयो होला तिमीहरूले यहीँ बक्सा बनाऊ होला यसको पछाडि एक्लै त्यो बहिनीले कता बक्सा बनाउनु भ्याउने न के भ्याउनु न आगो बक्सामा हालिदेऊ ल साइड लेख्दै घुमाउँछु ल पड्का नपड्का बुझी फिर्ता पढाउने सामान चाहिँ गोदामको मान्छेले किन छोड्छ मैले चेक गरेको छु भाइ क्वालिटी नसिका मुजी मलाई पापालाई मुजी बच्चा जन्माउन मुजी सिकाउने होइन बुझिस् के भयो त यार बाङ्गियो यार क्यामेरामा आउनु नि तपाईँ म गरिदिन्छु जानु त लस्ट भइदियो कि फेरि डबल क्लिक गर्नु भाइ देउली ट्र्याक भयो गुस्सा सही हुँदो रहेछ यार बिग्रेर गिम्बल होइन चार्ज चाहिँ सकिन्छ होला छिटो कहाँ जानु
के छ विशाल दोस्त वेलकम टु माई ब्लग मित्र के छ अनि हालखबर हिजो 40 मिनटको फुटेज डिलिट भयो देखाउनु त एकचोटि ज्याकेट खोलेर ल दुःख नगर मेरो साथीलाई कस्तो देखेको छ यो चाहिँ खासमा केटाहरू मैले पनि वान पिस लिएर आएको थिएँ घर लगेर राखेको थिएँ अनि 5-6 महिना भयो लगाएको पनि छैन अब विशाल जस्तो गोरो ह्यान्डसम पनि छैन त्यही भएर मैले चाहिँ अब यो मेरो लागि भन्दा पनि अरू कसैको लागि राम्रो होला भनेर लिएर आएर झुन्डाइदिएको थिएँ फेरि आफ्नै साथीले उठाएर के हो दास गरिदियो विशाललाई लास्ट सुहाएको है तर साँच्चीकै सुहाएको है गफ नहान नि केटा साँच्चीकै रियल सुहा हो ल केटाहरू फेरि व्यापारी पारा कुरो सर्ट ठ्याक्कै यो हाम्रो एज ग्रुपलाई चाहिँ के हुँदो रहेछ भनेपछि सर्ट बडी मनपर्ने क्या होइन प्रिन्टेड भयो नि सर्ट जिन्स भयो नि सर्ट जे भयो नि सर्ट ओ सेट के हो गिम्बल त सही घुम्दै छ त यार 360 हो कि क्या हो ओ 4K60 विदेश त म पो जाने बेला भएको छ त केटा यार बिजनेस राम्रो चलेको छैन विदेशमा एउटा मालको फोन रेन्टमा रेन्ट थपिरहेछ खुल्छ र केटा त्यहाँबाट खोइ खोला त ल्याड गरेछ केटाहरू ल आउँदै गर्नु ल विशाल दोष के छ त्यो कतै के छ हाम्रो पुजन दोषलाई कल हानौँ न त ढलान हुँदै खरे त्यहाँतिर जाऊँ न एकछिन ढलानतिर गएर नि गिम्बल हल्लाइहाल्छु कि मैले कसैले कतै कन्टेन्ट चाहियो क्या कन्टेन्ट त अब काउन्टरमा नि कन्टेन्ट थियो हाम्रो पारेरै हैरान पारेर किन यो मेरो भाइको चाहिँ के भयो भनेपछि यसले लग अहिलेसम्म एउटै गतिलो कुरा केही पनि खाएन होइन 1 नम्बरमा गतिलो कुरा केही पनि खाएन दोस्रो नम्बरमा एक्सर्साइज जिन्दगी गरेन तर 3 दिन भयो यसले एक्सर्साइज गरेको राम्रो खानेकुरा खान्छ अहिले झन् पात गनाउँछ के यसो सफा हुँदैछ कि इन्जिन डक्टरहरू हुनुहुन्छ भने कमेन्ट गरिदिनु पर्यो पहिलाको निस्केको लजाइसक्यो बिचरा रातो भइसक्यो बिस्तारै भाइ हुन्छ क्या नचाहिने मान्छेले फेरि कोतल्नु हाल्यो भने कदम हुन्छ ए हुन्न होइन ट्याक दोष कहाँ हो सोध न हामी आउँछौँ साइडमा भन न के भन्छ यार दोषले यार हामी जाने कुरो गरे हो नि त दोष तिमीले त के सोध्यौ त्यो पनि ऊ टेन्सनमा होला पहिले यो बोकेर हिँड्यो फेरि अङ्कलले के गरे खास तैँले भन्ला नि फेरि अर्को टेन्सन होला अङ्कल म यदि झुकेर तपाईँले देख्नुभयो भने म त तपाईँसँग डराएँ मैले विचार गरेँ विशालले बाल भएन भने जस्तो कुरो गरिदिएँ अन्त अङ्कल त आफ्नै हो नि आफ्नो त सबै आफ्नै हो नि अङ्कल आफ्नै हो साथी आफ्नै हो ल जाम दोष हिँड लेसको आइपिओ भर्दै ल त्यो ह्याङ्गर हटाउ राजा ट्याक्क पारा हटाउ त्यो सर्टहरू अलि गएन है क्या हो यो निलो हो हाफको चाहिँ के बिग्यो अरे बढी यो क्वालिटीको सर्ट हो नि होइन केटा कन्फिडेन्ट हुने कुरामा कन्फिडेन्ट हुनुपर्छ नचाहिने कुरामा कन्फिडेन्ट हुनुहुन्न यो हाम्रो रेमन सरको भनाइ हो 12 बजीसम्म बसी भ्लग अपलोड गरिदिएँ म एकदम आभारी छु त्यसको लागि रोहन भाइ पनि हो त्यसको लागि तर रोहन भाइको इन्जिन चाहिँ बिग्रेकै हो ओ विशाल
कहाँ गयो विशाल अब हामी साथीको घर ढलानतिर लाग्छौँ त्यहाँ कसै विशाल खै ल त्यसै हो यो कलर बिग्दैन नेभी ब्लू यो सर्टमा विशाल छैन है त्यहाँबाट बलिउड हेर्नु त लाइफ इज दिस एनै हो यथार्थ भन्न तिमीलाई चाहिँ के थाहा छ मुटुमा परेछ सोच ओ विशाल ए बोलाउँदा बोल न यार 3 चोटि घुम्यो होला यार त जाम 3 चोटि घुम्यो कि घुमेन चाहिँ भ्लगमै हेर है तर घुमेछु यार भ्लगमै तिमी आत्थिन्छौ काठमाडौँ पनि अचम्मै छैन दोष गर्मी चर्को साह्रो हुन्छ दिउँसो बेलुका परेर पानी परेर जाडो होला ठिक त ठिकै हो निन्द्रा लाग्छ हो कि होइन सिम्बा दिउँसोतिर सिधा पानीतिर गएको थिएँ उता त पानी परेर स्वयम्भू यता फेरि पानी पऱ्यो बर्खाले पूजन दोषको घर त्यही होइन र ट्याक्क पारेर यहाँबाट देख्छ र अलि क्यामेराले टिप्दैन होला यार वाइड बिहानको नि भ्याउँदैन हामी बासुको खाना भ्याउँछ अब अहिले 1-2 दिन अब आइताल हो सिम्बा सिम्बा आइताल हो को सिम्बा आइज तर त उताको टोलको कुकुरले टोक्ला नि फेरि लाज लाग्ने क्या मान्छेहरूले क्यामेरा पक्रेको यसो गरेर हेर्छ है कस्तो यो झन् खिचेको खिचै गरेर नि वर्षौँदेखि हाल्नेलाई तर हुन त 1-2 दिनमा यो हराउने होला लाज साज माकी डक्स होइन त माकी डक्स तर अरूले यस्तो झेसो हेर्दाखेरि लुकाउनु मन लाग्ने कि तलतिर तान्नु मन लाग्ने म तिम्रो क्यामेराम्यान भनिदिन्छु नि त त्यो हिँड्नु पैसा खर्च गर्नु पैसा कमी छैन क्या दोस्त आयो कि गिम्बल सुरु हो क्या आफ्नो चाहिँ डबल ट्याप एक्टिभ ट्र्याकिङ इनेबल गर्छ उता जा जनावरहरूले चाहिँ माया गर्छन् है जनावरहरूले चाहिँ माया गर्छन् पछि बिहे होइन वर्तमान हो मेरो बिहेभन्दा ठुलो यहाँ वर्तमान चल्दैछ केटा वर्तमान ए यस्तो बाजा चिटेर डिङ 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 दिँदै कस्तो ठुलो बिहा भनेको मैले वर्तमान हो भनिदियो म पनि ढक भइहालेँ पूजनले हामीलाई गफ त हानेन होला है दोष यहीँ होला नि एकचोटि कल हान मलाई सिधै माथि जाने ल केटाहरू यहाँ लगभग 21 स्क्वायर फिटमा अँध्यारो भयो है अलि देखिँदैन 21 स्क्वायर फिटमा यहाँ स्पेस खाली छ तपाईँहरू दामी केही बिजनेस प्लान छ भने टाउन प्लानिङमा अन्डरग्राउन्ड माथि छैन ल है अन्डरग्राउन्ड पार्किङ भएको स्पेस मजाको स्पेस छ है केटाहरू लिपसिप भएको घर दामी बिजनेस गर्ने सोच्दै हुनुहुन्छ हजुर स्पेसल डिस्काउन्ट ए हाम्रो साथी ठिक छ आइडिया कन्सेप्ट राम्रो छ भने नि त्यसै लङ लास्टिङ बस्ने लामो समय बस्ने भयो भने त्यसै मिलिहाल्छ थर्ड फ्लोरमा छ मैले हामी
दोस्ले के भन्दै मलाई त किन पूजा नै होइन जस्तो लाग्दै छ यार भाइ पूजन खै पूजन खै यो घरको साउको छोरा के भन्दै यार दोस्ले तलबाट हेर मलाई दोस्त हेर्नु नि त त्यहाँबाट हेर्नु न यहाँबाट त म डराइदोस् हेर्नु न के दोस्त यस्तो छ तल रोडमा हुनुहुन्छ लगडा यहाँबाट टक्क यस्तो खालको ल्यान्डस्केप देखिन्छ कि यसलाई टक्क जुम हेर ल अङ्कललाई देखाउनु पर्छ पूजन नि त्यही रहेछ पूजन दोष त्यहाँ छ पूजन दोषको बुवा त्यहाँ हुनुहुन्छ पूजन नि देख्यौ नि त्यहाँ बनाएकै थाहा भने त बल्ल बाइकमा बसेको बोलाउनु हुँदैन त्यो उ त गर्नु नि त म तपाईँको बालाजुमा तपाईँको फोन गरिदिन्छु थाहा छ ज्यानजाला हेरिदिनु फेरि यसको भुगाले बोलाउँछु लाग्ला जस्तो अब हामी पूजन र पूजनको बुवालाई भेट्न जाँदैछौँ लगडाहरू हामी फेरि ब्याक भइसकेको छौँ हामी टक्क अङ्कललाई भेट भएपछि चाहिँ हामीले एकछिन भ्लग गर्नु बन्द गऱ्यौँ मसाला दिएको कि उसको भ्लगमा त्यस भर्खरै सुरु भएर अघि नै मसला किन दिन्थ्यो यार पूजन दोषलाई लिएर आउँदैछौँ आउन नपै जाने अरे त्यो सादा भिडियो छ भनेर थाहा भए पनि पुरै मोबाइल चलाएर मात्रै हो भने छोडिदिएछु ल दोस्त त्यही धन्यवाद अब म अलि बोलीसोली पनि सुधारेर राम्रै कन्टेन्ट हाल्छु क्या दोस्त बिस्तारै मैले यसो विचार गरेँ यार अब स्नेहाको घरतिर जाँदा नि अब भ्लग गर्न त मन थियो नि त ससुराली गएर भ्लग गरेँ अनि के हो त जैसाब च्यानल भन्यो भने त तनाव हुन्छ हो कि न त होइन कहिले कसो भनेको छुट्टै छ पूजन दोष होइन तर रेगुलर बेसिसमा राम्रै युथहरूलाई इन्सपायर गर्ने भन्ने नै कुरो के हुनु अब यो हात ठोक्ने हो ट्याक्क पार्ने हो लि फार्मर्स मार्केटबाट आउँदै हुनुहुन्छ विशाल आज पनि हुन्छ फार्मर्स मार्केट स्याटरडे मात्र होइन र के ल्याइदिनौ भने हामीलाई हामी गयो होइन ऊ गयो त्यही त उसैलाई त सोधेको उसले त कहाँको कजनहरूलाई ल्याउँछ कपरेट लाग्छ होइन पूजन बिरामी भयो बिरामी हुन्छ खै देखा त यहाँ कसमा यो
छोरीले को डुलायो कि कोले छोरी डुलायो म त केही मेसो पाउँदिनँ यार आइजे भने हुन्छ कोले चाहिँ लैरा हुन्छ जुन तेरो त्यो थियो नि तिम्रो त्यो आएको 40,000 त्यही कम्पनी यति बोकेर नि आइगेट के रहेछ यो त इन्डियन हो त यार इन्डियामा बढी बेच्थ्यो त आइगेट यार चाइनिज त चाइनिज हो कि तर पाले दुईटा खाथे यसको त बाबु त अब हेल्दी नखा के बेप खाना छोड अब छोड्नु के 10% बाँकी छ यस्तो हेल्दी होइन हैन त जिम जाने हैन हैन गइरहेछ 3 दिन बाद जिम गयो 3 दिन भयो गतिलो खा तर यस्तो सिनो जस्तो पाच्छ दोस यार हैन रे बइ त कासो खाँदा धेरै प्रोटिन खाने तँलाई मैले भन्दैछु नि प्रोटिन खाने फ्याट खाने हेल्दी कुरा भनेको भाइ फाइबर हुनसक्छ कार्ब्स हुनसक्छ प्रोटिन चाहिँ त चाहियो पहिला अलिकति फ्लेक्सिबल त बन्नु कान्छो ल दोस अनि त्यो ग्यास बन्यो ग्यास अझै लिक भइरहेछ अझै लिक भइरहेछ त्यो यतापट्टिको त चलाउँदा हुन्छ होइन पानी तताउनु जति जे बनायो नि त्यही हो कि के हो होल्डर सोल्डर फेरै जस्तो लाग्थ्यो उतापट्टिको सानोवाला ठुलोवालाको फेरि हो नि त सानोवाला डेन्जर लिक भएछ त्यो रेगुलेटर लगाउँदाखेरि राम्रोसँग नलगाइदिएको हो किन है ठुलो भयो हैन नि दाइ भात त बिहान त 10 जनाले पकाउँदा यता भाडा बस्नुमा सुन्नु भएन राइस कुकर घर छ फेरि घर हैन यही छ त्यो राइस कुकरको तार भाँच्यो के दाइ माइजरको राइस त्यो बनाउने हो नि त छोटो छ नि त नि सेट त भाइले भन्नु भयो सेट विश्वास इन्जिनियरिङ छ सेट छोडिदियो क्या दाइ भाइरल हुनु पऱ्यो के दाइ पनि भाइरल हुँदैछ 40 कमेन्ट फेरि सुनिन सक्नु छ त्यसमा त नलेछ 25 दिन्छ दाइ यार मेरो मान्छे के भयो नुन भयो रेस्टो भयो देखाएर कस्तो भएको कसको मेरो के भयो खै देखाएर अचानक 3-4 वटा लियर छ जस्तो लाग्छ भने मलाई त मेरो नङको खोइ देखाएको यता ब्लगमा देखाउनु पर्ने त्यो के अरे कमेन्ट आउँछ पानीमा धेरै बसेर हो र 3-4 वटा लियर छ जस्तो लाग्छ भने नङको काट्छु अझै काट्दैन छोड न यस्तो भयो के भयो केटा हो कमेन्ट गरिदिनुहोस् है डक्टर क्यान्सर क्यान्सर त बाबु तँलाई भयो होला जस्तो लाग्छ मलाई क्यान्सर पनि के को भन्दाखेरि यिनीहरू त ऊ छ क्या बेबी म होइन यार म अबदेखि एकदमै राम्रो कुराहरू गर्छु होइन राम्रो कुरा भन्दा नि मान्छे राम्रो हो म ह्यान्डसम भन्न खोजे होइन अनि धेरैजनाले के भन्दै हुनुहुन्थ्यो भनेपछि तामाताई गोरो भएछ त बिहापछि त केही भएन यो क्यामेरा अर्कै हो यसमा फिल्टर लगाइए है के लगाइए है केही गर्न जान्ने होइन चलाएर ल दस बाई दस त्यही भएर अलिकति बरु देखिया जस्तो लाग्यो म जन्मेको नि कालै हो म कालै मान्छे हो म कालै छु आजभोलि बिहेपछि मलाई खासै स्किन केयर गरिदिन्छ राति अनि त्यही भएर गोरो भएको यो मुजीभन्दा त गोरे हो कि हो कमेन्ट गर्नु होला खै त लागेछ त कमेन्ट गर्नु होला को गोरो छ तर तेरो कपालले पनि त्यसो थिमै भएन कि है थिमै वाला थिम छ कि कोकीसँगै खेल्न ठिक छ कि मेरो त अघि पुरा यसरी राखिरहेको त आएर चाटेर धन्दै लडाइदिनु क्यामेरा सातो गयो पर्दैन किन देखाउने बेला बेलामा देखिहाल्छ बेबी धेरै देखाउनु हुँदैन आँखा लाग्छ होइन चोकीले त्यो चुरोट तानेर आयो क्या टोकीले चुरोट तानेको हो कि हो तैँले चुरोट तानेको हो तिम्रो चुरोट तान्यो क्या हो कैलाशको भ्लगलाई हाई भन्दै
लुङ्गी इन द हाउस ले तपाईँ पानी के अरे मैले त्यो उसबाट सामान अर्डर गर्न आँटेको थिएँ कि नाइकाबाट यो पर्फ्युम चाहिँ नगर है त्यो अनि त्यसपछि भानीहरूको पनि सामान छ अनि त्यो नेटफ्लिक्सको चाहिँ कति महिना भयो भनेर सोध्नुलाई सोधेको कार्डिगनहरू अझै डिस्प्लेमा हाले होइन क्या हो अरे मन सर फिक्स छ म हेराम अप्रिल कार्डिगन हाफमा तिमीहरू अप्रिलमा आएको होइन कति राम्रो राम्रो कार्डिगन चाहिँ होइन त्यो निटेड वाला हुन्छ नि अलिकति के अनि मैले त्यो सामान मगाएको पनि अप्रिलमा हो मेरो सामान आएको नेपाल सरकारले मैले त्यतिखेर पेमेन्ट गरिदिएको थिएँ कि थिइनँ नेटफ्लिक्सको तपाईँको त्यो एडिडासको त्यो अर्को कलरवाला त धेरै सस्तोमा सर होलसेलै त्योभन्दा बढी पर्थ्यो मे भनेको अहिले के हो त्यो समस्या हेरेर हामीले यो अहिले यतापट्टिको सेक्सन खाली देखियो नि त्यसलाई चाहिँ लबी एरिया जस्तो बनाएर तपाईँले जे भन्नु त्यही नै गर्न खोजिरह्यो हामीले ढुक्क यहाँ गराएको यस्तो भयो क्या यो हिँड्ने बाटो नि यही भयो नि त तपाईँको अप्रिलको होस् माथि दिइसकेको यो दुईवटा भयो है यो दुईवटा अब चाहिँ लेखेर राख ल अप्रिलसम्म पेड भनेर लेखेर कसले दिएको गिफ्ट अब मेदेखि मेको त्यो म पैसा तिर्छु बेबी होइन त्यो युजर बढाएर टिभीमा पनि नेटफ्लिक्स लगाइदेऊ न त्यो अपग्रेड गर्नु मिल्छ मिल्छ म पैसा पठाइदिन्छु लुङ्गु तिमीलाई म एउटा लुगा लिएर आइदिन्छु 9,500 को स्ट्रिट ज्याकेट इयरको पेमेन्ट गर्न मिल्दैन एयरको होइन टिभीमा चाहिँ चल्नु पऱ्यो के गऱ्यो भने टिभीमा चल्छ भनेर नेटफ्लिक्सको अफिसमा कल हानेर तामादा रिपोर्टिङ भन न पनि हुँदैछ अघिदेखि भ्लग रेकर्ड गरिरहेको छु भनिरहेको थिएँ डुलिरहेको थिएँ बोलिरहेको थिएँ प्लेको बटन नै थिचेको रहेन त अब यसले हँसाउनु खोज्यो त्यस्तो नसोच्नु होला होइन हँसाउनै पर्छ भन्ने पनि छैन बास एउटा हरेक दिन एउटै काम गर्न सक्छु म भन्ने सोचले मात्र सुरुवात गरेको कुरा हो यो अब अबिन भाइलाई देखाउन खोजेको अबिन भाइ नै गयो मेरो भ्लग त अलिक इन्ट्रेस्टिङ भएन है क्या हो यार छततिर गएर उफ्रिनु पर्छ क्या पायो अझै र हाम्रो ब्लगमा सबभन्दा इम्पोर्टेन्ट मान्छे आइसक्नु भएको छ के छ मेरो प्यारो भाइ हालले चल्ले सामाकोशी गङ्गबु माछा पोखरी अनि बान्नेटार सामाकोशी गङ्गबु माछा पोखरी भाइलाई नचिन्ने कोही पनि हुनुहुन्न के भन्नु छ त दाइको ब्लगमा ठिक छ तिमीलाई भिडियन भाइ भन्ने सबले चिन्दैन ऱ्याप देऊ कि तिमीले ऱ्याप आउँदैन अहिले आएर ठिक छ होइन ग्याङ साइन डान्स डान्स मेरो केटाहरू ग्याङ ग्याङमा भन्ने ऱ्याप हान्दिउ न सुनाइदेऊ न के हुने केटाहरू पछाबाट आउँछ मेरो क्यानबाट छुट्याएको सप्ताहले खनानी क्यानबाट सुरुबाट केटाहरू मेरो पछाडिबाट आउँछ खनानी क्यानबाट छुट्याएकोमा सप्ताहले मलाई कसैलाई सक्दैन म खनानी क्यानबाट यो पार्टी इन द हाउस नेपाल या माया छ केटाहरूलाई माया छ है केटाहरूलाई नि सबलाई सलाम साउट आउट टु एभ्रीवन हैन भाइ तिम्रो घर कहाँ अरे आ- ऱ्यापमा होइन नर्मलमा कहाँ हो तिम्रो घर हामी कम्प्युटर उता रोड पार्टी गङ्गोबाट पारी जानुपर्छ अहिले सरेको हो सरेको यस मेरो भाइ सरिसकेको छ पहिला चाहिँ हामी गङ्गो चोकमा हिँड्दा हाम्रो केटाहरूसँगै हो नि त त्यति बेला त ल ठिक छ भाइ चाहिँ- मलाई त्यसो भए इन्स्टाग्राममा पनि फलो गरेर हुन्छ ल यस मेरो भाइलाई इन्स्टाग्राममा फलो गरिदिनु होला इन्स्टाग्राम आइडी के छ कान्छ रबिन थापा मगर के भन्ने होला है यसलाई है त्यो घुम्रेलाई के भन्ने हो नि खेल्न केही नभन्ने
के छ अनि सरकार कोको यस्तो यस्तो ओइ कोको यहाँ आऊ चाहिँ घाल्ने मलाई यहाँ आऊ बाबा आऊ आऊ यहाँ आऊ आर्यान लिएर आउँछु बटबटे पानी खानु लिएर आउँछु भट यस्तो गर्ने बटबटे दाइको ब्लगलाई सबले सब्सक्राइब गरिदियो भन्नु न दालाई नि सब्सक्राइब गर्नु होला सबैले ग्याङ 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 आइज मेरो टोलमा आइज मेरो टोल हाई एउटा ऱ्याप हान्दैन हो ठिक छ अब आजको लागि यति नै मेरो प्यार भाइ हामी फेरि भोलि भेट्नुपर्ने हुन्छ इन्जोय माइक ल कान्छो ल पछि भेटौँ ल दोस्त ल दोस्त yes। पछि भेटौँ ल दोस्त भनेको माइकलाई माइकलाई क्यामेरामा भनेको नि हो ए ल यस क्यामेरामा ठिक छ फेरि भन्नु नि देख्छु त्यहीँबाट भन्न सुनिन्छ ढुक्क त्यहीँबाटै समाजमा यत्तिकै भन्दा हुन्छ सुनिन्छ ल क्यामेरालाई नि पाइ भाइ यस